Hello everyone, namaste and good morning. It's me Suman Gurung and welcome to my YouTube channel and मेरो YouTube family हरु पनि सन्चै हुनुहुन्छ होला भन्दै आजको दिन सुरुवात गर्दै छु अनि आज नेक्स्ट डे हामी रेडी पनि भइसक्यौं। अब रेडी भएर अब हामी जाँदैछौं, काका जान्छौं त्यो पनि थाहा छैन। अब घुम्छौं, काका हुन्छ यहाँ फेरि दिल्लीमा कस्तो हुँदो रहेछ भने आज मन्डेमा सकेसम्म बन्द हुँदो रहेछ के धेरै शपहरु। सो अब काका खुल्ला छ, अब त्यतै जान्छौं आजको दिन। अब नत्र नेक्स्ट डे घुम्छौं फेरि। आज पुरा बन्द हुँदो रहेछ, हाम्रो त लगभग महिनाको जस्तो अन्तिम दिन बिदा हुन्छ होला, बन्द हुन्छ नि। सो यहाँ त मन्डेहरु बार कुन बार पनि बन्द हुँदो रहेछ के यहाँको। अनि त्यही आज मन्डे, सो बन्दहरु छ अरे ठाउँमा। सो आज हामी जान्छौं, काका खुला छ त्यतै जान्छौं होला सायद। अनि अब रेडी पनि भयौं, अब जान्छौं दिदी गएर खाना दिदी गएर खाना पकाउनु पर्छ। अनि सो त्यहाँ खाना खाएर जान्छौं, रेडी पनि भइसक्यौं। अब आजको डे काका हुन्छ थाहा छैन, मेरो बाबु र बुढा गइसक्नु भयो। सो ढिलो भइसक्यो, अब अहिले पछि भेटौँला। इन्डियाको ट्राफिक छ, हामी जूमा पुग्यौं, इन्डियाको दिल्लीको जू। हेलो लियन के भयो? हजुर इन्ट्री जूको फर्स्ट, अब सेकेन्ड जू हाम्रो जूमा। गर्मी कस्तो गर्मी छ साथीहरु। ड्याडी यो हो जूको नजारा। अब हाम्रो इन्ट्री हुँदैछ जूमा। तो राम्रो एकनासँग बसेको नि हाँसेर। हेलो अरु पनि जाने के? अर्को ती छ हेर्न सानो टाइगर हेर्ने। ओके डस्टबिन हो कि बेबी? वाटरफल सबै खिच्ने। हजुरको कुन आइसक्रिम बेबी? वनिला। मेरो स्ट्रबेरी मिठो छ। मिठो छ सानो? छिटो होला फिनिश गर। पहिला गर्मीले मार्ने भयो साथीहरु, पुरा फेस पनि रेड भइसक्यो। इलाका त ठुलो रहेछ, हेर्दै हिँड्दैछ यहाँ हामीहरु। यतिका शीतल भइदा मजा हुन्थ्यो के। पिकक हेर न कस्तो राम्रो मयूर भएको पुरा जुमको लागि। अहिले कस्तो क्वालिटी यहाँ पुरा पिकक रहेछ नि त। पुरा सेतै छ रुखमाथि हेर्न, पुरा बसेको, पुरा रुखमाथि बसेको चराहरू। बाउछराको झगडा बढी गयो यहाँ हिँड्दा। ओ यहाँ आउँदैन यहाँ माथि पुरा रुखको माथि बसेको। यो पाउने रहेछ कि यो हक डियर अरे।
यो पाउने रहेछ त्यहाँ मयूर हुन्छ उसको हेर्न पुगेर पाडा हिरणहरू पाउँदो रहेछ पाडा हिरण त्यहाँ पिकक हेर्नु न कति धेरै बसेको है सेतो खैरो यस्तो राम्रो रङ्गी बिरङ्गी हेर्नु न जाने यहाँ सिङ भएको कस्तो राम्रो हेर त हेर त यहाँ कति ठुलो ठुलो लामा लामा सिङ कति धेरै त्यहाँ झन् कति ठुलो ठुलो सिङ है र लाग्दो रातो रातो छ त कति धेरै हो हेर्नु त गोरेला होइन देखेन क्या ड्याडी गोरेला यो टाइपको फक्स पाउँदो रहेछ सानो रहेछ जामा त्यही अर्को हेर्न जाउँ के छ यहाँ कस्तो अरे बेबी यता हेर भन्नुहोस् त एउटा ठुलो रहेछ एउटा सानो रहेछ आम्मामा कति धेरै टोटराइज आज हेर न टोटराइज हेर त कति धेरै कति धेरै छ यहाँ अब आएको हेर्न बेबी आएको यहाँ स्मल रहेछ स्मल रहेछ यहाँ फेरि सानो सानो टाइप रहेछ नि यस्तरी हेर्नु त खुसी भएको सेतो मजुर होइन सेतो मजुर हो यस्तो राम्रो देखेछ है कति ठुलो कस्तो राम्रो यहाँ रहेछ कस्तो राम्रो यो चरा कति सानो चरा हो सानो चरा सानो आधा पनि भएको छैन साथीहरू जु थकाइ लाग्यो थकाइ थाक्यो बाबु भाइ हेर्न गएको छु त्यता इन्जोय गर्दै हेरिरहेको छु यहाँ बुढाबुढी याद परिरहेको थकाइ जो सुविधाहरू चाहिँ ठाउँ ठाउँमा बस्नेहरू पानीहरू खाने पसलहरू ठाउँ ठाउँमा पानीहरू पनि राखिदिएको आइसक्रिमहरू सबै रहेछ जो सुविधाहरू राम्रो ठुलो इलाका रहेछ सबभन्दा ठुलो
घुमेर बेबी यहाँ बस्छ यहाँ पगर के अरे हो एकछिन बस्छ त भनेको अरे हात्तीमा आइसक्यो यस्तो गर्मी छ साथीहरू यस्तो थकाइ लागिसक्यो खुट्टा पनि दुइसक्यो हात्ती देख्थे मैले लाइफको फर्स्ट टाइम देखेँ भाइ हात्ती तर कति ठुलो नि कति ठुलो छ साथीहरू हात्तीहरू पनि यहाँ न सानो हेर त उतै फर्केछु उतै के छ होला क्या होइन कति ठुलो हात्तीहरू नि त देख्यो बाबु इलिफेन्टको टिट हेर न यो टिट दुईटा रहेछ नेपालीमा हात्ती भन्छ इङ्ग्लिसमा एलिफेन्ट Oh my god. Crocodile. दबाउन देखेर कोडा नुनु गरेछ नुनु गरेछ यहाँ छ कति ठुलो हो बसिरहेछ हामी अब नेक्स्ट डेस्टिनेसनमा आइसकेको छौँ के हो छेउमा टाउनमा मुस्लिमको इलाकामा बाबु बिचारा गर्मीले पोल्यास भएको छ बाबु मात्रै होइन हामी पनि गर्मीले कस्तो भएको छ गाइस यस्तो गर्मी छ टाउको दुखिसकेको छ बिचारा बाबु त थकाइले कस्तो पो भएको छ साउन्ड पनि यहाँ छैन बोल्ने जाँगर पनि लागेको छैन यस्तो होला क्या सायद यहाँ भित्र भएको हो नि रातिमा राम्रो देखिँदो रहेछ कालो यस्तो होला भित्र जाम नहेर पनि कस्तो छ दादी हेरेको त किनौँ न पसलमा बिचारा बेबी के खायो कति खाऊ कति खायो देखाउनुहोस् त्यस्तो चाट्ने होइन सिसाको बोतल नजिक भयो मेरो बादाम अब एकछिन खाएर दिल्लीको गर्मीले साथीहरू बिरामी होला जस्तो भइसक्यो ज्वरो होला जस्तो भइसक्यो मलाई बाबुलाई भयो यहाँ फेरि यति भाइरल ज्वरो भएको रहेछ सबलाई मेरो बाबु आउने बित्तिकै ज्वरो आयो अब मेरो बारे आउँछ नि वा हर चिज नयाँ देख्दा वा लाग्छ साथीहरू नक्सा पुरा यस्तो छ नक्साहरू कस्तो राम्रो देखेको है वरिपरि हेर्नु बादल कस्तो राम्रो देखेको छ भिडियोमा हुँदो रहेछ सब ठाउँमा रहेछ कोठामा हर कोठामा नि हर कोठामा न त हर कोठामा च्यान रहेछ मुस्लिमको कुन राजाको
दुईटा रहेछ यो दुईटा नहराउनु न फेरि रहेनछ यता होइन केही छैन अब केही छैन यहाँको भ्यूहरू यो सेन सानो साइज बच्चाको होला नि यहाँको त्यही ठुलो ठुलो सेन सब यो चेनगारी हाम्रो चेनगारी भने जस्तै कति धेरै बाबुलाई थकाएर हैरान छ बिचरा यो त सानो बेबी होला है सानो छ कस्तो राम्रो सन्चो देखेको छ गर्मीको जुस मुस्लिम इलाकामा छ मुस्लिमको बिरयानी टेस्ट गर्न बाउ छोरा जुस खाँदै घन्टा खाइदिएको त अप्ठ्यारो त मिठो लाग्यो अघि त खान्न हुन्थ्यो त अघि खान्न भने मान्छे त अन्त है तिम्रो त मुच्छा भने मुच्छी जुङ्गा भने जुङ्गा मास्क किनेर बनायो Oh my god, कस्तो ह्याकर बिहारी लगाउने हुन्छ हाम्रोहरू को हो त यो बुनुलाई गिफ्ट गर्ने है बुनुलाई दिने बेबी व्हाइट कलर ओके बाबु तिमीलाई गन्नाको जुस मन पर्यो गन्नाको जुस थियो